मुझे सो गाइस आज चाहिँ हामी चाहिँ हैन याक्सम घुम्न जाँदैछौँ हाम्रो गाडी नै आइपुगेछ आइलो र हामी चाहिँ जाइलो रहेछ इनोभा भन्नु मोरा 0199 ल गाइस अहिले भेटौँ नमस्कार प्रभास तु हाय गाइस आज चाहिँ हामी है घुम्न जाँदैछौँ यहाँबाट आज हेर्नुहोस् गाइस अब हामी चाहिँ सबैजना आएर है हिँडेको गाडीमा जाँदैछु र तपाईँहरूलाई आज म देखाउने छु कहाँनिर गए के छ होइन घुम्न जान लागेको जाँदैछु र हाम्रो भाइ चाहिँ एकदम सोचमा छ त्यो जग्गा चाहिँ कस्तो होला के चाहिँ होला त्यहाँ भनेर चाहिँ एकदम सोचिरहेको छ हाम्रो भाइले सोच्दै गरोस् अहिले पुगेपछि देख्छ होइन एकदम यहाँ जाडो भएको कारणले गर्दा जोड्नु अरे अचम्म छ हाम्रो भाइ ल हेर्नुहोस् हजुरहरूलाई मैले यहाँ राम्रोसँगले देखाइराख्दैछु है कञ्चनजङ्घा वाटरफल्स भनेको चाहिँ यहाँनिर छ जहाँ चाहिँ इन्द्रेणी राखिरहेको छ अहिले है तपाईँहरूले देख्नु सक्नुहुन्छ इन्द्रेणी चाहिँ देख्नुहुन्न होला तर वाटरफल्स चाहिँ देख्नु सक्नुहुन्छ ल हेर्नुहोस् है यस्तो छ है हाम्रो केटाहरू चाहिँ अघि लागिसकेको छ र म पनि अब पछि पछि हिँड्छु है हामीले हेरेर पनि अघि लागिसक्यो टुरिस्टहरू यहाँ आइराख्नु भएको छ उहाँहरू पनि घुम्न डुल्नलाई ल एकपल्ट तपाईँहरूलाई फेरि यहाँबाट म देखाउँदैछु र यतापट्टि पनि सानोतिनो चाहिँ झर्ना रहेछ भन्नुहुन्छ हेर्नुहोस् हामी घुम्नु आएको जग्गाहरू चाहिँ यस्ता छ है हाम्रो गाडी चाहिँ पर छ अब हाम्रो केटाहरू यहाँ बसेर
चिया नास्ता गर्छ होला अलिअलि भन्ने मलाई लागिरहेछ। ल हाम्रो केटाहरू यहाँ थुप्रिसकेको छ। चिया खान्छौ ड्राइभ खान्छ खाँदैन चिया एउटा खाइदो सिगरेट पनि खान्छ। ल हेर्नुहोस् गाइस अब याक्सुम चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् गाइस अब फेरि तपाईँहरूलाई म अर्को ठाउँको सिन देखाइरहेको छु जहाँ चाहिँ यो याक्सुमको काठोक लेक भन्छ यसलाई चाहिँ होइन। र हामी चाहिँ आज घुम्दै डुल्दै ठाउँहरू तपाईँहरूलाई म भ्लगमा देखाइरहेको छु। हेर्नुहोस् होला यहाँ चाहिँ लेक छ र यहाँ चाहिँ माछा छ। हाम्रो यहाँ देव दाजुले मोराइ ल्याएर माछालाई दिनुहुँदैछ। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ माछाहरू। यहाँ माछा चाहिँ रातो रातो खाले माछाहरू रहेछ धेरै। यहाँ तपाईँले देख्नु भएको छ कि छैन हेर्नुहोस् होला। तपाईँहरूलाई म अलिकति जुम गरेर देखाउँछु। ग्रास कप माछाहरू चाहिँ हेर्नुहोस् हेर्नुहोस् लु ल हेर्नुहोस् माछाहरू आएर मुराइ खाइरहेको छ है। यो चाहिँ काठोक लेकमा माछाहरू तपाईँले देख्न सक्नुहुन्छ। यी रातो रातो भएको यो ग्रास कप माछाहरू पनि छ यहाँ। र हेर्नुहोस् होला हाम्रो साथीभाइहरू घुम्दै डुल्दै पर पुगिसकेको छ। र तपाईँहरूलाई म यहाँको सबै दृश्यहरू देखाइरहेको छु। यहाँ चाहिँ आउने बाटो हो यताबाट। र यहाँ हाम्रो टुरिस्टहरू पनि आएर यहाँ बसिराख्नु भएको रहेछ लेक हेरेर। र हाम्रो साथीभाइहरू यता छ। हेर्नुहोस् होला आजको मेरो नो एडिट भ्लगमा तपाईँहरूलाई म केही पनि एडिट नगरी नकाटिकन हालेर देखाउने छु है। र माछाहरू चाहिँ यहाँ आइरहेको छ खानुलाई। र यता हेर्नुहोस् यहाँ के छ हेर्नुहोस्। ल योभन्दा त हाम्रो गुम्बामा दलिङ गुम्बामा ठुल्ठुलो माछा पाउँथ्यो। के भन्छ हाम्रो भाइले फेरि यताबाट? हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। ल ल ल ल हैन यहाँ रातो रातो माछा देख्नुहुँदै सायद तपाईँहरूले कहीँ देखेको छैन होला। हेर्नुहोस् फाइनली आज चाहिँ हामी है याक्सुमको एउटा लेकमा र तपाईँहरू पनि आएर यसरी नै यो लेकमा इन्जोय गर्न सक्नुहुनेछ। अनि पौडी खेल्नु चाहिँ नजान्नु। तपाईँहरूले माछाहरू पनि तपाईँहरूले क्वालिटी देख्न सक्नुहुनेछ है। कति केजीको खाने हो यता आएर खाँदा हुन्छ। मुढाहरू पनि फ्याँक्दा हुन्छ यसरी बिसाएर खाँदैछ ल हाम्रो केटाहरू चाहिँ है
लो हेर्नुहोस् गाइसहरू है। ल हेर्नुहोस् गाइस, अब हामी चाहिँ यहाँ मोनेस्ट्री घुम्न जाँदैछौँ है। यो के छ हौ, कोरोनेसन थ्रोन नर्बुग्याङ। हाम्रो साथीहरू चाहिँ अघि बढ्दैछ र म चाहिँ पछि पछि तपाईँहरूलाई भिडियो गर्दै हिँडिरहेको छु, हेर्नुहोस् होला। स्काई हो त्यो है। त्यहाँ तार त देख्दैन त। ल तार त देख्दैन त। ल जुम केटा हो, हाम्रो साथीभाइहरूसँगै मोनेस्ट्रीहरू घुम्दै जाँदैछु। यहाँ पोल देखिरहेछ तल, ठुलो देखिरहेछ। एउटा दुई उयो देख्यो नि भाइ, हाम्रो त्यो के हो हेलिप्याड, त्यो हो ठुलो घर क्या। हजुर हो रहेछ। ल जाउँ त। ल साथीभाइहरू अब लाग्दैछ। लु हिँड्यो ओह्रालोमा हाम्रो साथीभाइहरू हिँड्दैछ। दाजु अलिक छिटो हिँड्नुहोस्। हेलिप्याड देख्यौ यहाँ हो, यहाँ माथि ठिकै छ भाइ हेरे। ल हाम्रो केटाहरू यहाँ पनि घुमिसक्यो अब है। अब अर्को जग्गा जानु छ। खोलेर जाने माथि दामी छ जानु भएको दामी छ माथि। यो उँधो चाहिँ गर्नु ल हेर्नुहोस् गाइस, फेरि पनि म ल हेर्नुहोस् गाइस, अब यो चाहिँ हाम्रो लास्ट आजको घुमाइ र चाहिँ हामी लेक्सेप पुलमा आएको छु। हाम्रो केटाहरू अगाडि छ र म चाहिँ पछाडि। हेर्नुहोस् होला हाम्रो ब्लग यस्तै भयो। गाइसहरू अब चाहिँ हामी कपाल काटेर पनि होइन निक्लेको। अब गाडी जाँदैछ, हामी गाडीमा अब घरतिर प्रस्थान हाम्रो यो चाहिँ। अब हामी दुई भाइ चाहिँ छोडेको थिएँ, जाँदैछु। ल हेर्नुहोस् हामी गेजिङ बजारमा छु है। गेजिङ बजार भन्छौ, लेक्सेपमा भनेको त गाह्रो छ।